नेपालको एउटा यस्तो हिमाल जसलाई लाली गुराँस हिम श्रृङ्खलाको सबैभन्दा अग्लो हिमालको रूपले पनि चिनिन्छ। त्यो हिमाल हो अपी। नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित एक अत्यन्तै सुन्दर, दुर्गम र प्राकृतिक रूपमा समृद्ध हिमाल हो। यो पश्चिमी हिमालय अन्तर्गत पर्ने गुराँस हिमाल पर्वत श्रृङ्खलाको सबैभन्दा अग्लो शिखर हो। नेपालको उत्तर पश्चिमी भागमा नेपाल भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र नजिक रहेको यो हिमाल समुद्री सतहबाट 7132 मिटर 79 फिट उचाइमा अवस्थित छ। यद्यपि नेपालका अन्य चर्चित हिमालहरूको तुलनामा यो कम परिचित छ। यसको भव्यता, प्राकृतिक सौन्दर्य र दुर्गम भूभागका कारण यसलाई नेपालको विशेष हिमाली गन्तव्य मानिन्छ। अपी हिमालको सबैभन्दा ठूलो विशेषता भनेको यसको वरपरको भूभागबाट अत्यन्तै नाटकीय रूपमा माथि उठेको स्वरूप हो। वरपरका उपत्यकाहरू निकै तल भएकाले यो हिमाल अझ विशाल र आकर्षक देखिन्छ। यसको दक्षिणी भाग आधार क्षेत्रभन्दा करिब 3300 मिटर माथिसम्म उठेको छ, जसले यसलाई पश्चिमी नेपालको सबैभन्दा प्रभावशाली हिमालहरूमध्ये एक बनाएको छ। अपी क्षेत्रको भ्रमण सन् 1849, 1905 र 1936 मा विदेशी अन्वेषकहरूले गरेका थिए। तर हिमाल आरोहणको पहिलो प्रयास सन् 1953 मा स्कटिश पर्वतारोही WH मरे र जोन टाइसनले गरेका थिए, जुन सफल हुन सकेन। त्यसपछि सन् 1954 मा इटालीको एउटा टोलीले आरोहण प्रयास गर्दा 2 सदस्यको दुखद निधन भएको थियो। अन्ततः सन् 1960 मा जापानको डोशिसा अल्पाइन सोसाइटीले उत्तर पश्चिमी मार्ग हुँदै सफलतापूर्वक पहिलो आरोहण सम्पन्न गर्यो। सन् 1980 मा बेलायती सेनाको पर्वतारोहण टोलीले दक्षिणी भागबाट आरोहण प्रयास गरेको थियो। त्यसैगरी 24 डिसेम्बर 1983 मा पोल्यान्डका पर्वतारोही तादेउस पियोत्रोस्की र आन्द्रेज बिएलुनले पहिलो पटक हिउँदयाममा सफल आरोहण गरेका थिए। यद्यपि बिएलुन शिखरमा पुगेर शिविरमा फर्कन सकेका थिएनन्। आज अपी हिमाल साहसिक पदयात्रा र पर्वतारोहणका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। अपी बेस क्याम्प, हरियाली वन, दुर्लभ वन्यजन्तु, स्थानीय संस्कृति तथा शान्त वातावरण यस क्षेत्रका प्रमुख आकर्षण हुन्। कम भीडभाड र प्राकृतिक सौन्दर्यका कारण अपी हिमाललाई नेपालको सबैभन्दा सुन्दर तर कम परिचित हिमाली गन्तव्यहरूमध्ये एक मानिन्छ। प्रकृति, साहसिक यात्रा र हिमाली संस्कृतिलाई नजिकबाट अनुभव गर्न चाहनेहरूका लागि अपी हिमाल उत्कृष्ट गन्तव्य हो। यो भिडियो तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला। यस्तै रमाइला ठाउँहरूको बारेमा ट्राभल गर्नको लागि रुटिन अफ गाउँलेलाई फलो